त्यही हो, एक कुरा त्यही सोच्छु मैले बिहे नगर्नु पर्थ्यो। मैले जीवनमा एउटा गल्ती गरेँ, सबभन्दा ठुलो गल्ती मैले बिहे नगर्नु पर्थ्यो। मैले जीवनमा एउटा गल्ती गरेँ, सबैभन्दा ठुलो गल्ती मैले बिहे नगर्नु पर्थ्यो। बिहे गरेपछि जोसँग बिहे गरेँ उसको माया लाग्दो रहेछ। बिहे गरेपछि जोसँग बिहे गरेँ उसको माया लाग्दो रहेछ। दुःख सुखमा उसलाई साथ दिनु पर्दो रहेछ। छोराछोरी जन्मिँदा रहेछन्, उनीहरूको पनि माया लाग्दो रहेछ। उनीहरूलाई हुर्काउनु पर्दो रहेछ, पढाउनु पर्दो रहेछ, यसैमा हराउनु पर्दो रहेछ। जन्म दिने बाआमालाई उहाँले खोजेको जस्तै पर्याप्त माया दिन नसकिँदो रहेछ। एउटै कोखबाट जन्मेका दिदीबहिनीहरूलाई पनि उनीहरूले चाहना गरेको जस्तै खर्याप्प माया खन्याउन नसकिँदो रहेछ। मायामा ह्रास आउँदो रहेछ। मैले बिहे नगर्नु पर्थ्यो। मैले जीवनमा एउटा गल्ती गरेँ, सबैभन्दा ठुलो गल्ती मैले बिहे नगर्नु पर्थ्यो। बिहे गर्नुभन्दा अगाडि जागिरबाट आएको पैसा बाआमालाई राख्न दिइन्थ्यो। बिहे गर्नुभन्दा अगाडि जागिरबाट आएको पैसा बाआमालाई राख्न दिइन्थ्यो। दिएपछि श्रीमतीलाई दिन थालियो। पहिला बजार जाँदा बाआमा र दिदीबहिनीहरू लिएर गइन्थ्यो। पछि श्रीमती र छोराछोरीलाई लिएर जान थालियो। दसैँमा टीका लगाएपछि दिनभरि घरमा रमाइलो गरेर बसिन्थ्यो। बिहे गरेपछि टीका लगाउन ससुराली पनि जान थालियो। एक दिन दुई दिन उतै बस्न थालियो। श्रीमतीका बाआमालाई पनि बाआमा भन्न थालियो। सारा साथीहरूलाई पनि भाइ बहिनी भन्न थालियो। उता पनि अलिकति माया बाँडियो। मैले बिहे नगर्नु पर्थ्यो। मैले जीवनमा एउटा गल्ती गरेँ, सबैभन्दा ठुलो गल्ती मैले बिहे नगर्नु पर्थ्यो। बिहे गरेपछि मान्छे नराम्रोसँग बिग्रिँदो रहेछ। जसरी म बिग्रेँ, बिहे गरेपछि मान्छे नराम्रोसँग बिग्रिँदो रहेछ। जसरी म बिग्रेँ, बाआमा र दिदीबहिनीहरूलाई दिने समय श्रीमती र छोराछोरीहरूलाई पनि दिन थालेँ। खानेकुरा र लुगा फाटो किन्दा श्रीमती र छोराछोरीहरूलाई पनि किन्न थालेँ। पहिला यस्तो गर्नु पर्दैन थियो। पहिला यस्तो गर्नु पर्दैन थियो। जे जति समय हुन्छ सबै बाआमा र दिदीबहिनीहरूलाई मात्रै दिइन्थ्यो। जे किन्दा पनि बाआमा र दिदीबहिनीहरूलाई मात्रै किनिन्थ्यो। पछि यी सबै कुराहरूमा फेरबदल भयो। मैले बिहे नगर्नु पर्थ्यो। अब आइन्दा मैले जस्तो गल्ती कसैले पनि नगर्नु होला। मैले बिहे नगर्नु पर्थ्यो। धन्यवाद।